हेर्न सकिन्छ। अब के हेर्नु, अँध्यारोमा त के हेर्न नै मिल्दैन, कुहिरे लागेको छ होइन पुरै। केटाहरू यहाँ फुल मस्तीको साथमा मस्ती मनोरञ्जन गर्दैछ होइन। ल हाम्रो केटाहरूको मस्ती यस्तो भइरहेछ होइन। हेलो गुड मर्निङ, गुड मर्निङ। हामी चाहिँ अहिले बिहानको, आज शनिबारको दिन बिहानै धेरै टाढोमा छौँ होइन। शनिबारको दिन अब यस्तो धेरै टाढोको मौसम राम्रो छ। हाम्रो सब साथीभाइ मोबाइलमै लागिरहेको छ, चिया खाँदै। हामी चाहिँ अहिले बसेको यो होटल अरुण टप होटल हो, तर हामी चाहिँ पार्टी गरेको चाहिँ सबसारा होटल थियो। अब त्यो हामी जान्छौँ राति। यो शुक्रबार शनिबार यस्तो भिड हुँदो रहेछ होइन। हामी राति नै निस्केको कारणले गर्दा हामीलाई गाह्रो भयो होइन रुम खोज्नु। अनि त्यही भएर यहाँ धेरै टाढोको टर्निङमा रुम पायौँ। यहाँ हेर्न सकिन्छ मौसम पनि खतरा छ। अनि अब यसो साथीभाइलाई फेराउनु पऱ्यो। अनि अब कहाँ गयो हाम्रो दुईवटा साथीहरू अब टोइलेट बाथरुम होइन। अब यहाँ हेर्नु लोकल भाले चाहियो भने यो रामेछाप होटल, सागोरी एन्ड लज होटल, रातो भाले सब आउनु होला। यहाँ सब थोक व्यवस्था छ। कोइराला अरू केही छ म्यानेजमेन्ट एकदम ठिक, सब चिज भयो नि, रमाइलो भयो नि। अनि यही बस जान्छ राजा रानीसम्म होइन। हेर्नु होइन नाम्ची हुँदै राजा रानी, यहाँबाट आउनु भेटे टाढामा नाम्चीको लागि बस चढ्नु अनि सिधै थाहा छैन, त्यही भएर त म जानकारी गराइदिन्छु। हामी यहाँ माथि सबसराम पार्टी गरेर उतातिर तल गएको थियौँ रुम बस्न। अब राति त असर परेन, अहिले चाहिँ लाग्दैछ धेरै टाढा छ जस्तै छ होइन राम। अहिले लाग्दैछ नि टाढा छ जस्तो। रामलाई गाह्रो भइसक्यो होला होइन रे तेलिया। हिँड्ने बानी त साथीहरूको त आफ्नो बानी त लिएर आएको छु यार हिँड्ने होइन। यहाँ हेर्न सकिन्छ मौसम दामी, कहिले काहीँ इन्जोय चाहिन्छ नि त लाइफमा। अनि अब धेरै टाढोमा त अब हुन त हाम्रो पुरानै ठाउँ हो, तर पनि घुम्न मजा आउँछ गाउँहरू हेर्न। अहिले हामी घुम्दैछौँ, हेर्दैछौँ, 1 घन्टा आध घन्टा यताउति घुमघाम गाउँछौँ हेर्ने। त्यसपछि फेरि हामी घरतिर लाग्ने। फोटोहरू पनि भिडियोहरू पनि त लिनु पऱ्यो नि त होइन। ब्लगमा पनि त हाल्नु पऱ्यो नि त होइन, हेराउनु परेन त यहाँ ब्लग होइन राम दोस्त। गर्नु पऱ्यो नि त यार, कमसेकम सोसियल मिडियामा पनि एक्टिभ त हुनुपर्छ नि त। ब्लगिङ कि ब्लग जे भन्दा पनि बुझिहाल्नु नि भइहाल्यो नि। जाने बाटोतिर अलिकति भेरेटार चोकभन्दा अलिकति अगाडि आयो भने यही हो सबसारा रिसोर्ट। हामी चाहिँ यहीँ आउँछौँ राजा रानी यता सिधै। अनि सबसाराको लागि यहाँबाट चढ्नुपर्छ। अनि माथि सबसारा होटल हाम्रो लक्ष्मी भाउजूको हो। यहाँ हेर्न सकिन्छ बोर्ड यहाँ छ, मान्छेले लोकेसन कहाँ हो भन्नुहुन्छ यस्तो हो। अलिकति खोजबिज गरौँ, अगाडि गयो भने यसरी चढ्नुपर्छ, तर माथि तल्लामा छ होइन, हल्का उकालोमा छ। यही हो सबसारा होटल। पार्किङ पनि राम्रो छ, ठाउँ पनि राम्रो छ पार्किङको। फुल सेफ्टी हुन्छ। हाम्रो गाडीहरू यहीँ रातभरि यहीँ राखेको थियो, केही छैन, यसको झोलासम्म हराएको छैन। यो सिडीबाट माथि जानुपर्छ। सबसारा होटल होटलको फाइनल लुक्स मेरो प्राय भिडियोमा आइरहेको हुन्छ सबसारा होटल, किनकि हामी यहाँ बाहेक अरू कहीँ जाँदैनौँ। कस्टमर बनिसकेको छौँ हामी। ल हाम्रो साथीहरू यहाँ मस्त मौसम हेर्न सकिन्छ, खतरा मौसम छ दामी। हाम्रो सबसारा होटलको मालकिन उहाँ हुनुहुन्छ, मेरो प्राय भिडियोमा आइराख्नुहुन्छ उहाँ। गुड मर्निङ। हजुर नमस्कार नमस्कार। म चाहिँ विराटनगरदेखि आउँदाखेरि भाउजूसँग कन्ट्याक्ट गरेर आउँछु, तर राति भाउजूले हामीलाई रुम दिनु भएन। फ्राइडे भएर फुल प्याक थियो। म कन्ट्याक्ट नम्बर छोडिदिन्छु सबसारा होटलको, कन्ट्याक्ट गरेर आउनु, तर फोन गरेर आउनु होइन भाउजू। विराटनगरबाट आउनु पर्दा शुक्रबार शनिबार आइतबार फुल भिड हुन्छ। राखिदिन्छु भाउजू। तपाईँको त म एडभर्टाइज गरिरहेको हुन्छु, थाहा छ नि तपाईँलाई। मेरो भिडियोहरूमा तपाईँहरूको एडभर्टाइज भइरहेको हुन्छ। आजको मौसम खतरा छ, धरान केही देखिरहेको छ। यहाँ पहिला सफा भएको बेला पुरै क्लिन देखिन्छ, तर अहिले चाहिँ केही छैन, पुरै सफा। तर अहिले चाहिँ पुरै कुहिरो लागेको छ। त्यसले दोष ठिक छ नि हालत? झ्याप छैन नि, उत्रियो नि। ल अब खाजाहरू त भाउजू थाहा छैन, दारू चाहिँ लिनु पर्यो जस्तो छ। ल हाम्रो यही हो काउन्टर सबसारा होटलको। जुन जुन दारू खानु मन छ भने आउनु। यहाँ मलाई त दारूको नाम थाहा छैन, खालि ओडिए सिडीमा थाहा छ, ब्ल्याक ओके। अब यस्तै दारू खाने मान्छेहरूलाई दारूको नाम थाहा हुन्छ होइन। तर यहाँ भनेको चिप एन्ड बेस्ट राम्रो होइन। अनि तपाईँसँग गर्ने बिहेभ पनि खतरा हुन्छ, राम्रो हुन्छ। अनि तपाईँले जुन सामान तपाईँलाई निड छ त्यो यहाँ पाइहाल्छ होइन। खानेकुराहरू सब थोक पाइहाल्छ यहाँ। अनि हाम्रो कम्प्लेनको मौका पाउनुहुन्न हाम्रो लक्ष्मी भाउजूको सबसारा होटलमा होइन। त्यस्तै छ, कुकुर पनि राख्नु भएको छ उहाँले।
धेरै हल्ला गर्नुभयो भने कुकुर खोलिदिनुहुन्छ